यो चाहिँ अहिले हामीले यो वर्ष टप वर्किङ गरेको बिरुवामा छौँ है। टप वर्किङ भनेको चाहिँ कमजोर अथवा जुन पुराना भइसकेका बोटहरूलाई चाहिँ उन्नत जातका र गुणस्तरयुक्त बिरुवाले चाहिँ बिरुवाद्वारा चाहिँ रूपान्तरण गर्ने विधिलाई टप वर्किङ भनिन्छ है। हामीले टप वर्किङ गर्दा एकदम ध्यान दिनुपर्ने कुरा भनेको यो, यसलाई चाहिँ हामी साइन भन्छौँ होइन। यो जतिको स्वस्थ रह्यो त्यति नै हाम्रो चाहिँ बिरुवा चाहिँ राम्रो हुन्छ, हेल्दी हुन्छ होइन। देख्न सक्छौँ हामीले यो वर्ष नै हामीले गरेको टप वर्किङ गरेको बिरुवालाई चाहिँ हामीले यसरी क्लिपिङ गर्दै, यो हामीले क्लिपिङ गर्नुको मुख्य कारण चाहिँ हामीले यसलाई नै अहिले सानो जुन आइसकेको केनहरू छ यसलाई अहिले नै हामीले लिडर यसरी बनाउँदै बोटलाई चाहिँ सेपमा लाने हो, बोटलाई चाहिँ आफ्नो आकार दिने हो होइन। देख्न सक्छौँ यो वर्ष गरे हामीले यसलाई होइन, यसरी यसले अब यसको सेप लिँदैछ र हामीले यो टप वर्किङ गरेको 1-2 वर्षसम्म चाहिँ हामीले फल लिँदैनौँ। 1-2 वर्षसम्म चाहिँ हामीले के गर्छौँ त बोटलाई चाहिँ यसको स्वरूप दिन्छौँ, जुन स्वरूपमा बोट हुनुपर्ने त्यो स्वरूपमा दिन्छौँ र तेस्रो चौथो वर्षबाट चाहिँ हामीले फलहरू लिन थाल्छौँ योबाट।